हेलो एन्ड नमस्ते साथीहरू, मेरो युट्युब च्यानलमा तपाईहरूलाई सबैलाई धेरै धेरै स्वागत छ। आज म मेरो जीवनको पहिलो घरेलु उडान भरतपुरदेखि काठमाडौँसम्म रहेको छ, जुन म यस भिडियो मार्फत बिहानको घामको न्यानो किरण जब भिडभाड र उत्साहको मिश्रणले भरतपुर विमानस्थल पुगे, मैले लामो समयदेखि यो दिनको सपना देखेको थिएँ साथीहरू, मेरो पहिलो घरेलु उडान। ए हाम्रो दाइ कटप्पा दाइ, हामीले कटप्पा भन्छौँ उहाँलाई होइन, तर चाहिँ फेभरेट दाइ। यो चाहिँ त्यहाँ सामान चेक गरेपछि बोर्डिङ पास लिएर आएँ, यो मेरो टिकट। टिकट अनुसार 1:15 मेरो उडानको पालो थियो भने रनवेमा एरोप्लेन आउँदा 1:45 भइसकेको थियो। होला। अब हामी केही समयपछि ध्रुव अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्दैछौँ। कृपया आफ्ना सिटमा बसी सिटको पेटी राम्ररी बाँधी सिटलाई सिधा राख्न, अगाडिको टेबल बन्द बनाउन र जारको चाहिँ खुला राखिदिनु होला। साथै छेउछेउ कारणले स्वास्थ्य सम्बन्धी विवरण बाहेक अन्य व्यक्ति विवरणहरू विमानबाट 9 बैठक बनाउन अनुरोध गर्दछौँ। अतिरिक्त सेवा सूचना आवश्यक भएमा विमानस्थलसित आफ्नो कर्मचारीसँग सम्पर्क राख्नुहोला। धन्यवाद। भरतपुरदेखि काठमाडौँसम्मको मेरो आन्तरिक उडानले मलाई मनोरम दृश्य र तलको जीवन्त सहरको दृश्य देखाउँदै आकाशमा रोमाञ्चक फड्को मारेको थियो। यस आन्तरिक उडानले मेरो जीवनमा ल्यान्डिङ गर्दैछौँ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट डोमेस्टिक।
पहिलो उडानको भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र कृपया यस भिडियोलाई लाइक, कमेन्ट, सब्स्क्राइब र सेयर गरेर मलाई नयाँ भिडियो बनाउनको लागि हौसला दिनुहुन्छ भन्ने आशा गर्दै छुट्टिन्छु। हस्त धन्यवाद। अब फेरि भेटौँला अर्को भ्लगमा।